कुनै जमाना काठमाडौँ भ्याली एउटा ठुलो ताल थियो। पानीले सबै भरिएको थियो। त्यहाँ कमलको फूलहरू मनग्गे फुल्ने गर्थे। पोखरीमा नागहरू पनि हुने गर्थे। अनि चाइनाबाट आएका मञ्जुश्रीले आफ्नो तरबारले चोबारको डाँडा काटिदिन्छन्। त्यसपश्चात सबै पानी बगेर जान्छ र त्यो स्थान सुकेर बिस्तारै बस्न लायक बन्छ। आजको काठमाडौँ बन्छ। यो कुरा त तपाईँ हामीले सानैबाट सुन्दै आएको कुरा हो। काठमाडौँ उपत्यका एउटा ठुलो ताल थियो र मञ्जुश्रीले एउटा कुना काटेर बस्न लायक बनाइदिए। तर के यो कुरामा सत्यता छ त? इतिहासकारहरू यो विषयमा के भन्छन्? हाम्रो शास्त्रले के भन्छ? अनि विज्ञानले चाहिँ के भन्छ त? आउनुहोस् आजको इन्डेक्स स्टोरीमा मञ्जुश्री र काठमाडौँ उपत्यकाको सबै स्टोरिजहरू बुझ्ने कोसिस गरौँ। भिडियो सुरु गर्नु अगाडि आइडिएस वेयर्समा केरा गणतन्त्र, कम्युनिस्ट कम्युनिस्ट लगायतका डिजाइनमा हामीले सेकेन्ड फेजमा अर्डर लिइरहेका छौँ। 1200 पर्ने यी टी सर्ट्सहरूलाई तपाईँले चेकआउट गर्दा KP10 युज गर्नुभयो भने 10% अफ पाउनुहुनेछ। सो आजै अर्डर गरिहाल्नुहोला। ओके, लेट्स स्टार्ट द भिडियो। काठमाडौँ भ्यालीको ओरिजिनको कथा बुद्धिज्म र हिन्दू कल्चर दुवैमा फरक तरिकाले व्याख्या गरिएको छ। हामीले अहिले सुनाउन लागेको कथा चाहिँ बुद्धिस्ट कल्चरसँग मेल खान जान्छ र बुद्धिज्मको एक निकै पुरानो ग्रन्थ स्वयम्भू पुराणमा उल्लेख भए अनुसार यो सत्ययुगतिरको कुरा हो। सत्ययुगमा जब हिमाल, जङ्गल, नदी नालाहरू पृथ्वीमा भर्खर फर्म हुँदै थिए, यिनै बीच एउटा निकै सुन्दर ताल पनि थियो। यो तालको सुन्दरतालाई ग्रन्थहरूमा एकदमै सर्वश्रेष्ठ रूपमा व्याख्या गरेको पाइन्छ। यस तालमा सिधै हिमालदेखि बगेको निश्चल पानी आउने गर्थ्यो। ताल यति सफा, निश्चल र सुन्दर थियो कि यसको दर्शनले स्वर्गै पुगेको आवाज हुन्थ्यो। अब यो तालमा नागहरूको राज थियो। यही कारणले यो ताललाई नागदह भनेर पनि भनिन्थ्यो। नागदह यानि कि लेक अफ द नाग्स। अनि यो दहको राजा थिए करथोक नाग। अब तालको सुन्दरता र गुणगान सुनेर विभिन्न ठाउँबाट ऋषिमुनि, साधु सन्तहरू त्यहाँ आउन थाल्छन् र त्यहाँ वरिपरिका हिमाल र पहाडमा ध्यान र समाधि गर्छन्। पहिलो ऋषि जो यस तालको छेउको पहाडमा आएका थिए ती थिए ऋषि विपासिन।